नमस्कार, म अक्कल सिंह तपाईहरुको माझ फेरि पनि आइसके यो एकाउन्ट सम्बन्धी नयाँ भिडियो ल्याएर र आजको टपिक रहेको छ एकाउन्टिङ इरर जुन एसीलाई विशेष गरी तयारीमा सहयोग पुगोस् भन्ने उद्देश्यले मैले एसीका सम्पूर्ण एकाउन्ट सम्बन्धी भिडियोहरू बनाएर राखिसकेको छु। त्यो तपाईहरुले सम्पूर्णले हेर्नु होला र कति पनि ढिला नगरी म अगाडि बढेँ। र यो रेक्टिफिकेसन इरर एउटा वान साइडेड हुन्छ, एउटा टु साइडेड हुन्छ। यो वान साइडेड सम्बन्धी भिडियो मैले अगाडि बनाएर राखिसकेको छु। यो टु साइडेड रेक्टिफिकेसन है, यो वान साइडेडको बारेमा मैले अगाडि बनाइसकेँ। अब यो टु साइडेड है, रेक्टिफिकेसन अफ टु साइडेड इरर्स लोकेटेड बिफोर एन्ड आफ्टर प्रिपरेसन ट्रायल भने सन्तुलन पनि तयार पार्नुभन्दा अगाडि पत्ता लागेका है, पत्ता लागेका द्विपक्षीय गल्तीहरूको संशोधन भन्ने है त। द्विपक्षीय गल्तीहरूको संशोधन कसरी गर्ने भन्दाखेरि यसको बारेमा जर्नल बनाउनु पर्यो। मेक जर्नल फर रेक्टिफिकेसन, जर्नल बनाउने। करेक्ट इन्ट्री गराउने, मेक करेक्ट एन्ट्री है। मेक करेक्ट एन्ट्री, मेक रङ एन्ट्री, रेक्टिफाई एन्ट्री। अब दुई वा हैन दुई पक्षहरूमा एक पक्षभन्दा बढी भन्छ, एक पक्ष मात्रै गल्ती भयो भने त्यसलाई एक पक्ष, जस्तो भनौँ खरिद पुस्तिकामा कम देखियो, बिक्री पुस्तिकामा कम देखियो भने त्यो वान साइडेड इरर भयो। तर अब खरिद गरेको बिक्री पुस्तिकामा देखियो, सेलरी तिरेको वेजेसमा देखियो भनेर भन्यो भने त्यो टु साइडेड इरर है। अब द्विपक्षीय गल्तीहरू संशोधन गर्दाखेरि हामीले कसरी गर्नुपर्छ भन्दाखेरि मैले भने मेक जर्नल, जर्नल बनाउने, अनि करेक्ट इन्ट्री बनाउने, रङ इन्ट्री बनाउने र रेक्टिफाई इन्ट्री बनाउने। इक्जाम्पलको लागि मैले एउटा क्वेसन राखेँ, सेलरी पेड रुपिज 10,000 but wrongly recorded to wages account, wages account। यस्तो भन्यो भने यो जुन हामीले सेलरी तिरेको हो, यो तलब तिरेको भनेको करेक्ट इन्ट्री, तर गल्तीले के भयो त वेजेस भयो भनेपछि यो वेजेस हुनु भनेको रङ एन्ट्री। भनेपछि मैले भनेको छु जर्नल बनाएर सच्याउने हो र सबभन्दा पहिला के भन्ने, करेक्ट इन्ट्री बनाउने। करेक्ट भनेको सेलरी तिरे हो, सेलरी एकाउन्ट डेबिट टु क्यास एकाउन्ट, यसको 10,000 तर गल्तीले रङ इन्ट्री के भयो भन्दाखेरि वेजेस भयो है, वेजेस एकाउन्ट डेबिट टु क्यास एकाउन्ट भयो। अब रेक्टिफाई इन्ट्री गर्नु पर्यो। रेक्टिफाई इन्ट्री गराउँदाखेरि करेक्टलाई जस्ताको तस्तै राख्ने हो, रङलाई अपोजिट गरिदिने है। जो त सेलरी
एकाउन्ट डेबिट टु क्यास, यो जस्ताको तस्तै भयो। जुन हाम्रो रङ इन्ट्री छ वेजेस टु क्यास, यसलाई अपोजिट गर्ने, क्यास एकाउन्ट डेबिट टु वेजेस एकाउन्ट। अब यो डिआरसिआरमा सेम आयो भने काट्दिन पर्यो। डिआरमा जस्तो नगद भएको भए जोड्नु हुन्थ्यो, सिआरमा सेम भएको भए जोड्नु हुन्थ्यो, तर डिआरमा क्यास आयो, सिआरमा क्यास आयो भने त्यो हट्छ। डिआरमा क्यास, सिआरमा क्यास, सिआरमा क्यास, डिआरमा क्यास, डिआरसिआर अपोजिटतिर भयो भने हट्छ। अब यसलाई अब यो जुन बच्छ नि अब त्यो बचेकोलाई हामीले जर्नलको फर्मेट बनाएर यहाँ देखाइदिने हो है। जर्नलको फर्मेट बनाउने अनि देखाइदिने त्यसलाई। पहिला वर्किङ नोट गरेर सम्पूर्ण जति पनि क्वेसन दिन्छ एउटैमा गराउन सकिन्छ है। डेट, पर्टिकुलर्स, एलएफ, डिआर रुपीज, सिआर रुपीज। अब बच्यो के सैलरी अकाउंट डेबिट, सैलरी अकाउंट डेबिट टू वेजेस अकाउंट कति हो 10,000 10,000 यसलाई लेखौँ being salary paid but wrongly recorded to wages account but now rectified भने यसरी गराउन सकिन्छ है। फेरि एकचोटि भने मैले तलब तिरेको गल्तीले वेजेस खातामा गयो। तलब तिर्नु भनेको जर्नल भनेको करेक्ट इन्ट्री भनेको सैलरी अकाउन्ट डेबिट टु क्यास, तर गल्तीले वेजेस भयो, वेजेस अकाउन्ट डेबिट टु क्यास। करेक्टलाई जस्ताको तस्तै, रङलाई के गर्ने अपोजिट गर्ने। अब नगद कट्यो, बचेको सैलरी टु वेजेस बच्यो है। ल अब अर्को क्वेसनतिर जाउँ। 2 नम्बरमा इक्जाम्पल गुड्स परचेज फ्रम राम रुपीज 15,000 but wrongly recorded to सेल्स बुक। सामान किनेको रामबाट 15,000 को, तर गल्तीले के भयो सेल्स बुकमा देखियो है। अब यो पर्चेज गरेको सेल्समा भयो, मिन्स टु साइड भन्यो हैन, दुई पक्ष गल्ती। अब करेक्ट इन्ट्री बनाउनु पर्यो। करेक्ट इन्ट्री रामबाट सामान किनेको, सामान आयो, purchase account debit to Ram's account 15,000 तर रङ इन्ट्री के भनेपछि बिक्री गरेको भयो। कसलाई? रामलाई बिक्री गरेको। खरिद गरेको पर्चेज टु राम हो, तर गल्तीले बिक्री गरेको। कसलाई बिक्री गरेको? राम्स अकाउन्ट डेबिट टु सेल्स अकाउन्ट है। खरिद गरे हो, तर गल्तीले के गर्दा बिक्री गरेको भयो भनेपछि अब रेक्टिफाई इन्ट्री गर्नु पर्यो। करेक्टलाई जस्ताको तस्तै पर्चेज अकाउन्ट डेबिट
टु राम 15,000 15,000 त रङलाई अपोजिट गर्ने रङ भनेको सेल्स सेयर थियो सेल्स डिआर हुने भयो सेल्स एकाउन्ट डिआर टु राम्स एकाउन्ट 15,000 है अब यहाँ राम या सिआर या राम या डिआर भएको कट थियो पर्चेज डिआर पर्चेज सिआर भएको कट थियो त राम क्रेडिट भयो कि राम क्रेडिट भयो सिआर भयो जोडिन्छ भने चाहिँ अब यसलाई लेख्न पऱ्यो रेक्टिफाई इन्ट्रीलाई हामीले यो जर्नलको फर्मेट बनाएर त्यसमा राख्नुपर्छ है टु साइड भन्यो भने बिफोर भने पनि आफ्टर भने पनि जर्नल बनाउने हो तर वान साइडमा हामीले बुझ्नुपर्ने हुन्छ वान साइड भन्यो भने बिफोर छ भने लेजर बनाउने आफ्टर छ भने जर्नल बनाउने भन्ने मैले अगाडि भिडियो बनाइसकेको छु हेर्नु होला अब बचेको त पर्चेज एकाउन्ट डेबिट 15,000 सेल्स एकाउन्ट डेबिट 15,000 टु राम्स टु राम्समा 15 कति भयो 30,000 भयो 30,000 अब बिङ भनेर नेसन लेख्न सकिहालिन्छ नेसन क्वेसन सार्ने हो लास्टमा बट नाउ रेक्टिफाई नेरेसनमा गुड्स पर्चेज फ्रम राम बट रङली रेकर्डेड टु सेल्स एकाउन्ट भन्ने बट नाउ रेक्टिफाई भनिदिने त्यस्तै अब अर्को एउटा क्वेसन मैले 3 नम्बरमा अर्को क्वेसन लेखाएँ 3 नम्बरमा क्यास रिसिभ फ्रम सीता रुपीज 5,000 but wrongly recorded to Rita account सीताबाट आएको तर गल्तीले केमा देखियो रितामा अब करेक्ट बनाउनु पर्यो करेक्ट इन्ट्री भनेको पैसा आयो क्यास एकाउन्ट डेबिट कोबाट आयो सीताबाट आएको 5,000 तर रङ इन्ट्री के भयो कोबाट आएको भयो क्यास एकाउन्ट डेबिट टु रिता भयो रिता एकाउन्ट रेक्टिफाई गराउनु पर्यो है रेक्टिफाई हुँदाखेरि करेक्टलाई जस्तो आस्ते क्यास एकाउन्ट डेबिट टु सीता रङलाई उल्टो गराउनु पर्यो रिता डेबिट भयो रिता एकाउन्ट डेबिट टु क्यास एकाउन्ट है अब नगद कट्छ होला यसमा बच्छ के त रिता टु सीता बच्छ होला है हेर्नु त ल बच्यो कि सीताबाट आयो क्यास एकाउन्ट ड्यु टु सीता तर गल्तीले के भयो रिता भयो क्यास एकाउन्ट ड्यु टु रिता भयो करेक्टलाई जस्ता जस्तै रङलाई उल्टाउँदाखेरि क्यास सिआर भयो रिता डिआर भयो क्यास कट्यो बच्यो के त 3 मा के बच्यो भन्दाखेरि 3 मा रिता एकाउन्ट डेबिट रिता एकाउन्ट डेबिट टु सीता एकाउन्ट 5,000 बिङ भनेर लेख्ने न्यारेसन है
ल 4 नम्बर एउटा क्वेसन अर्को लेखेँ मैले। गुड सोल्ड for rupees 7,000 was not recorded at all। 7,000 को सामान बेचेको यो कहीँ पनि रेकर्ड भएन। अब सामान बेचियो रेकर्ड पनि राखिएन भनेपछि यो पनि गल्ती भयो हैन। रेकर्ड नराख्नु पनि गल्ती हो। त्यही भएर यस्तो क्वेसन आयो भने एकदम सजिलो जर्नल बनाइदिनु। सामान बेचेको जर्नल, उसको केही हुन्न, सिधै एउटै सिङ्गल इन्ट्री मात्रै हुन्छ हैन। करेक्ट इन्ट्री गराउनु पर्यो एउटा सिङ्गल। पैसा सामान बेच्यो, पैसा आयो, क्यास एकाउन्ट डेबिट टुगेदर टु सेल्स एकाउन्ट है भनेर 7,000 भनेपछि 4 नम्बर के हुने भयो? क्यास एकाउन्ट डेबिट टु सेल्स एकाउन्ट। अब यति भन्दै यो टु साइडका इम्पोर्टेन्ट 4वटा क्वेसन मैले गराइदिएँ। अब योभन्दा पछाडि फेरि अलि इम्पोर्टेन्ट एसीका लागि कक्षा 11 का लागि अलि इम्पोर्टेन्ट इक्जाममा आउने खालका क्वेसन फेरि पनि गराउने छु भन्दै हजुरहरूलाई मेरो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।